हो हाम्रो गाउँको खोला माछा घङ्गारी खानको लागि आएर छु घङ्गारी यो यसको बुटा रातै पाकेको छैन यो चाहिँ पहिलाको मान्छेहरूले बढी खान्थे तर आज भोलि खाँदैन मान्छेहरू कसैले नै तर म ट्राई गर्नेवाला छु यसलाई पखालेर खानुपर्छ होइन पखालेर खायो भने राम्रो हुन्छ यसमा चराचरा यताउता बसिरहेको हुन्छ तर आज पानी परेछ त्यही कारण म यसलाई सिधै खाने होला यसको टेस्ट थोरै टर्रो थोरै गुलियो अनि थोरै अमिलो छ यसमा थोरै गेडाहरू हुन्छ भित्रपट्टि यस्तो हुन्छ होइन यसलाई धेरै खानु हुँदैन थोरै थोरै खायो भने केही पनि प्रब्लम हुँदैन फाइदै हुन्छ तर धेरै खायो भने चाहिँ यसले अलि असर रहन सक्छ अनि यसको गेडामा टक्सिक पाइन्छ यसलाई हल्का हल्का लिँदा राम्रो अनि यसको पात पनि चिया बनाउन युज गर्न सकिन्छ यसको सुकेको पात 2 ग्लास पानीमा या नर्मल पात यस्तै पात भए पनि हुन्छ सुकेको पात पनि भए पनि हुन्छ 2 ग्लास पानीमा हालिदिने होइन अनि 5-6 मिनट जति बोइल गरिदिने त्यसपछि यो छानेर पिउनुको लागि चियाको लागि रेडी भइहाल्छ अनि यसले यो चियाको फाइदा चाहिँ ब्लड प्रेसरलाई तपाईँको नियन्त्रण गर्ने काम गर्छ सो यसको फाइदा छ 2-3वटा फाइदा छ अब यसलाई इग्नोर गर्ने होइन कि होइन युजमा ल्याउनुपर्छ अनि यसको लेप बनाएर तपाईँको हातखुट्टा कहीँ जलेको छ घाउहरू छ यस्तोमा पनि अब तपाईँले लेप बनाएर यो पातको लेप बनाएर युज गर्न सक्नुहुन्छ यसले एकदम राहत दिन्छ र छिटोभन्दा छिटो घाउ रिकभर हुन्छ त्यसपछि अर्को लास्ट कुरा